हेलो साथीहरु, म विवेक शाह। आज फेरि पनि एउटा नयाँ भिडियो लिएर हजुरहरु माझ आएको छु। आजको भिडियो चाहिँ बोजे पोखरीको छ, जुन चाहिँ इमाडोल ललितपुरमा लोकेटेड छन्। यहाँको एक्सपिरियन्स र यहाँको पोखरीको बारेमा यो भिडियोमा जानकारी गराउने छु र बोटिङ एक्सपिरियन्स पनि यो भिडियो मार्फत शेयर गर्ने छु। सो लेट्स स्टार्ट द भिडियो। यो चाहिँ बोजे पोखरीको गेट छ। गेटमा छिर्ने बित्तिकै श्री गणेश आय नमः अनि यहाँ लाइनले मूर्तिहरू अट्याच गरेछ, जस्तै राधे कृष्ण, विष्णुजी र सरस्वती माता र राम सीताको मूर्तिहरू पनि अट्याच गरेछ। अनि यसको साथै अब हामी चाहिँ पोखरीको वरिपरिको वातावरणको बारेमा कुरा गर्नेछौँ। यहाँ पोखरीको वातावरणको कुरा गर्नु पर्दाखेरि सामाजिक वातावरण छ, दुईटा मन्दिर छ। सो यहाँ पूजा गर्न पनि बिहान र बेलुका यहाँको सोसाइटी र यहाँको कम्युनिटीको मान्छेहरू आउने गर्दछ। र यहाँ बस्ने ठाउँहरू, चेयरहरू पनि, बेन्चहरू पनि मिलाइदिएको छ। सो बेलुका र बिहान दुवै टाइममा यहाँ कम्युनिटीको र यहाँ नजिकको मान्छेहरू बस्नलाई, टाइम स्पेन्ड गर्नलाई यहाँ आउने गर्छ। अब पोखरीको कुरा गर्दाखेरि पोखरी साफा नै भन्नु पर्यो, निट एन्ड क्लिन छ। पोखरीको छेउमा पनि हिँड्ने व्यवस्थापन मिलाएको छ। सो यहाँ मोर्निङ वाकहरू पनि गर्न आउँछ होला मान्छेहरू, यहाँ नजिकको मान्छेहरू। सो यहाँको वातावरण र फुलगुलहरू पनि छेउछेउमा छ। सनसेट पनि यहाँबाट एकदम क्लियर देखिरहेछ र यहाँ एकदम रमाइलो छ। ठाउँ चाहिँ एकदम रमाइलो लाग्यो। यहाँ डस्टबिनहरूको पनि मजाले व्यवस्था गरेको छ ठाउँ ठाउँमा। म हेरिरहेको छु यहाँ फोहोर व्यवस्थापन राम्ररी गरिराख्नु भएको छ यहाँको व्यवस्थापन समितिहरूले, सम्बन्धित मान्छेहरूले। र नयाँ बोट बिरुवाहरू पनि लगाएको छ। ठाउँ ठाउँमा डस्टबिनहरू पनि राखेको छ र ठाउँ ठाउँमा बस्नको लागि बेन्चहरू पनि राखिएको छ। र यहाँ इभिनिङ वाकको लागि पनि मान्छेहरू धेरै आइरहेको हुन्छ। यहाँको पोखरीको दृश्य हेर्न सक्नुहुन्छ, ठुलै छ पोखरी। अनि बोटिङको व्यवस्थापन पनि छ। बोटिङ हामी गरेर पनि बोटिङ एक्सपिरियन्सहरू तपाईँहरूमा सेयर गर्ने नै छु। अनि पोखरी चाहिँ साफा एकदम सुन्दर छ, राम्रो लागिरहेछ, मान्छेहरू इन्जोय गरिरहेछ बोटिङ गर्दा गर्दै। सो अब हामी चाहिँ बोटिङको लागि अब सोधपुछ गरेर बोटिङ टिकट लिएर अनि बोटिङ इन्जोय गर्नुपर्छ। अनि त्यो भिडियो बोटिङ टिकटको 50 रुपियाँ पर पर्सन पर्दो रहेछ। हामीहरू टिकट लिएर अब हामी पनि बोटिङको लागि निस्किरहेछौँ। हाम्रो बोट चाहिँ पाइसक्यो, नेपालको झन्डा झुन्डिएको छ। हामी बोट हाँक्दै गइरहेछौँ। रमाइलो भइरहेछ, पानीमा खेल्दै बोटिङ गर्दै फोटोसोटो खिच्दै एकदम रमाइलो भइरहेछ। हाम्रो बोटिङ एक्सपिरियन्स इज गुड। अनि हामी चाहिँ बोटिङ इन्जोय गर्दै बोटिङ गरिरहेछु। सो यहाँ आउनै पर्ने ठाउँ हो। 50 रुपियाँ पर पर्सन लाग्दो रहेछ। 50 रुपियाँमा 15-20 मिनट बोटिङ गर्न मिल्दो रहेछ। बोटिङ गर्न चाहिँ आउन बेला चाहिँ तपाईँहरू बेलुकातिर आउन सक्नुहुन्छ, किनभने बेलुकातिर घाम हुँदैन। सो राम्ररी इन्जोय गर्न सक्नुहुन्छ। हामी चाहिँ बोटिङ सकाइसकेछौँ अनि हामी चाहिँ अब घरतिर गइरहेछौँ। आई होप यो भिडियो चाहिँ तपाईँलाई राम्रो लाग्यो होला। द्याट्स अल फर टुडे गाइज। डोन्ट फर्गेट लाइक, कमेन्ट, सब्सक्राइब। थ्याङ्क्स फर वाचिङ माई भिडियो गाइज।